हेलो साथीहरु, फेरि पनि तपाईहरुको प्यारी चञ्चले बहिनीले चाहिँ न्यू ब्लग ल्याएर आइसकेको छु र यदि तपाईहरु पनि नयाँ हुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै आज चाहिँ के हो थाहा छ तपाईहरुलाई? ह्यापी माघे संक्रान्ति। र आजको मेरो ब्लग चाहिँ थियो कि मैले काम गर्ने, तर मेरो मम्मीले चाहिँ अघि बिहानै उठेर बराल कुराल गरिसक्नु भयो, के काम गरिसक्नु भयो अनि नुहाइधुवाइ गरेर टीका लगाइदिनु भएको छ। अनि म चाहिँ यस्तै हो। र आजको भ्लग चाहिँ अब हेरौँ, यतिकै अब भनौँ न माई सेल्फ भ्लग। र माघे सङ्क्रान्तिमा त पहिला कति जाडो हुन्थ्यो, हुस्सी आउँथ्यो, धन्न यसपालि जाएन है। यतिकै छ गाउँहरू, चरा चाहिँ के साह्रो कराइ बसेको। र यदि फुलको कुरा गर्नुहुन्छ भने मेरो घरको देखाइदिइहाल्छु नि। मम्मीले यति रोप्नु भएको छ, मम्मीको फेभरेट फ्लावर र प्लान्ट्स जस्तै लाग्छ। अनि यो छ नि यो यहाँसम्म यो चाहिँ बेगनबेली अरे, नाम पनि के हुन्छ हौ, बेगनबेली है, गेट फुल पनि भनिन्छ, तर बेगनबेली अरे यसको रियल नेम, भनौँ न निक नेम हाम्रो जस्तै। अनि यहाँदेखि उता चाहिँ सबै पिटिनिया, कति इत्रो छ क्या, कहीँ बाँच्छ। अब यो चाहिँ दोकानमा चाहिँ त्यो हुन्छ नि नर्सरी, त्यो पत्रीतिर त्यस्तोमा चाहिँ इत्रो नै 20 रुपियाँ खै कतिको अरे नि त यो। अनि मम्मीले चाहिँ कति धेरै ल्याउनु भएको छ। अब यो चाहिँ बाँच्छ कि बाँच्दैन है साथीहरू, यति धेरै छ है। अनि यहाँ चाहिँ एनआरले थाहा भएन के हो, झ्याम्ले स्याम्ले के होला नि। यो चाहिँ यो लामो चाहिँ कति धेरै हौ। पहिला यहाँ स्नेक प्लान्ट पनि थियो, तर त्यो चाहिँ मम्मीले काटेन। ए काले हेर्दैछ, काले ऐ काले यहाँ आइज। तर कसरी आउँछिस् हैन, भिडियोमा हाई गर्दै, ब्लगमा हाई गर्दै गर्दैन अल्छीको भाडाले। अनि यतातिर यो खै के यो पनि फुल छ है, उतापट्टि त यो फुल कति राम्रो छ कि। ल अब चाहिँ यता तपाईँहरूलाई यताको फुल पनि देखाइदिन्छु। यो तोरीबारी त नदेखाउँ, कति देखाइसकेँ। यही भनेको क्या, कत्रो छ हौ, कस्तो राम्रो है। यहाँ चाहिँ दुईवटा छ है, यहाँ एउटा, वहाँ एउटा, तर दुईवटा जस्तो देखिन्छ एउटैमा है। अनि यहाँ छ, मलाई सबसे भन्दा राम्रो लाग्ने यही हो, कस्तो राम्रो देखिन्छ नि त घरलाई होइन। अनि मेरो ड्राइगन फ्रुट त फलेकै छैन, पाकेकै छैन, के बिरुवै आएको छैन। यो बिरुवा अरे त्यो कोपी लाग्यो खै, किनकि जरा हेर्न यति धेरै, अस्तिको बाटो त 3-4वटा मात्रै थियो, यसपालि त के हो, जरा त उता यस्तो घुमेछ, उता यस्तो घुमेछ। र पनि ठिक छ, अब पछि ड्रागन फ्रुट खाँदा आफूलाई नै त हो धेर हुन्छ। र भन्दै म चाहिँ अब बिहानै कफी बनाएर खान्छु है। तर्सेरै छैन, तर्साइदिनु भयो। र म चाहिँ कफी बनाउँछु है। कति चिसो छ हौ, हात पनि यति जाडो छ है, खेमा बनाउनु पर्खिन। र यहाँ मैले चाहिँ सामानहरू पारेको छु है। मम्मी चाहिँ किन हुन्न भने, मम्मी चाहिँ आज किनकि माघे सङ्क्रान्ति हो अनि रोटी पोल्नु परेन त, अनि रोटी पोल्नु जानु छ फुपूकोमा। एकछिनमा तपाईँहरूलाई पनि देखाइदिन्छु भने मेरो कफी बनाऊँ न। कफी के बनाऊँ, फर्स्ट अफ अल चाहिँ चिनी चाहिँ अलिकति 2 पिस चिनी हाल्दै। अनि चाहिँ दुध पाउडर छ, कस्तो दुख्यो। दुध पाउडर पनि हालिदिन्छु, थोरै हालिदिन्छु, कता गयो बिर्को। अब यस्तो काम छैन अहिले। अनि
अब कहाँ तताउनु पर्यो नि त पानी खै लाइटर नहीं है अब चाहिँ तताउँछु है यहाँ छ है कति छ पानी हुन्छ Ouch! That hurts me. कति इत्रु बलेको हो के एक्जाम त छुट्टी भएर सबै साथीहरू पनि घरमा के गर्दै छ होला बोल्यो ठिक्काको मन त मात्रै धेर्नु र अब यहाँ कफी हाल्छु कफी चिनी पानी हालेर सेक गर्ने के म देखाएको थिएँ हिजो युट्युबमा अनि गरौँ न त किन मलाई मन लाग्यो गर्नु कस्तो मिठो देखिरहेको ब्रो कस्तो खालको हो के काटिदिन्छ खुकुरीले कस्तो नभएका रिस उठ्नु थालिसक्यो मलाई भयो साथीहरू बल्ल तल्ल हेर न खोलेको त केही खोलेकै छैन का गु बल्ल खोलियोस् मेरो बोतलमा छिर कत्रो ओपन भएको छ सबै ओपन पो भएछ त गुलिएको Sorry for that. Not my problem. सिधा बनाउँदा पनि हुन्छ कफी चाहिँ अलिक धेरै हाल्नुपर्छ पानी त तिम्रो छ कि छैन कफीको कलर नआए त के मजा हो कफी हालिदिए जति सक्दो हालिदिए लास्टमा तितो चाहिँ नहोस् बिर्कोहरू चाहिँ यो बोतल पऱ्यो यो हुन्छ नि यिनीहरूको त म यस्तै रिस उठ्छ यस्तै हुन्छ र जस्तो हुन्छ न कमिराले कफी नै खान्छ ल भयो यो पनि उता तेल थाल्यो सिनी गर्दैछ सिनी हालिदिउँ न Let's add sugar in my tongue. Your body is so sweet. बहुत धेरै तातो खाँदिनँ म ओठै पिल्सिन्छ अब यहाँ थोरै पानी हाल्नुपर्छ हैन के चाहिँ सिनीहरु चाहिँ निक्लेको बेला नाको बेला कलर आएन के लास्टमा अब सेक गर्नुपर्छ के यसलाई भएन भने चाहिँ बोतलले फालिदिन्छु हुन्छ यतिको कलर ओके फ्रिज यस्तो फ्रिज पुरै आउनु